praise the Lord. Can't wait to see you tomorrow. सबैलाई विशेष गरी भोलि 25 तारिकको दिन हामी सबैजना यहाँ चर्चमा तपाईँसँग भेट्नलाई एकदम एक्साइटेड छौँ। चर्चमा धेरै कामहरू चलिरहेको छ, नानीले क्यारोल प्र्याक्टिस पनि गरिरहेको छ, डेकोरेसन भइरहेको छ र विशेष हामी सबै तपाईँहरू अनि हामी भोलि सबैजना मिलेर बडो आनन्दसँग हामी परमेश्वरलाई महिमा दिनेछौँ र येशू ख्रीष्टको जन्मलाई हामी भोलि मनाउँछौँ।